हेलो फ्रेन्ड्स, चन्टा ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी मन्दिर दर्शन गर्न छतरपुरको जान लागिरहेको छौँ। म चाहिँ फाइनल इयरमा साबोरिहालेँ। त्यसपछि हामीले हेलमेट पहिरेर बाइकमा बसिहाल्यौँ। मेरो साथी पनि जाँदै छ। दिउँसोको गर्मी एकदम गर्मी भइरहेछ, तातो घाम लागिरहेछ। त्यो पनि हामीले भिडियो सुरु गरेर कन्टिन्यू सक्नुहुन्छ। बाइकमा फेरि इन्जिन तातिरहेको थियो, किन भनेर चाहिँ इन्जिन अझै रहेनछ। इन्जिन रहेछ, त्यो पनि कम रहेछ। फेरि हाम्रो दाजु हुनुहुन्छ यो गाडी इन्जिन गाली लाग्नुपर्छ, त्यो चिन्ता कोसिस गर्छ। फेरि इन्जिन गालेपछि हामी फेरि अगाडि बढ्दैछौँ। त्यसपछि मेरो दोस्तले भनिरहेको छ कति किलोमिटर चल्यो थाहै भएन, इन्जिन गालेको कहिले हो थाहै भएन भने। त्यसपछि दाजुले इन्जिन गालिदिनु। फाइनली हामी फेरि बाइक पार्किङमा आइहाल्यौँ। छतरपुरको बाइक पार्किङ हो यो चाहिँ। यहाँ चाहिँ एकदम सुविधा रहेछ। फेरि बाइक पार्किङ रहेछ, अरू पैसा लिँदैन, यहाँ चाहिँ ल्याउदिन रहेछ। त्यसपछि हामी माता रानीको मन्दिर दर्शन गर्न लागिहाल्यौँ भित्र पसेर। मेरो दोस्तले चाहिँ भिडियो सुट गरिरहेछ, म चाहिँ अगाडि बढेर यो भिडियो मन्दिर दर्शन गरिरहेको छु। देख्न सक्नुहुन्छ यस्तो म अगाडि बढिरहेको छु। मेरो दोस्तले चाहिँ पछाडिबाट भिडियो सुट गरिरहेछ। तपाईँहरूले आउनु सक्नुहुन्छ, आउनुहोला। देख्न यस्तो हामीले दर्शन गऱ्यौँ। दर्शन गरेपछि हामीले बाहिर निक्लिहाल्यौँ। तपाईँहरूले आउन सक्नुहुन्छ। यहाँ मन्दिर दर्शन गर्ने एकदम राम्रो मन्दिर हो। यहाँतिर यति ठुलो छ, तर साउनको महिनामा चाहिँ नआउनु होला। यहाँ माता रानीको मन्दिर एकदम भिड हुन्छ साउनको महिनामा चाहिँ। तपाईँहरू यस टाइममा आउन सक्नुहुन्छ, अप्रिल महिनामा। म चाहिँ अप्रिल महिनामा आइरहेको छु। कमेन्ट गर्न सक्नुहुन्छ, तपाईँले कहाँबाट मेरो भिडियो देख्न सक्नुहुन्छ। त्यस्तो हामीले पिक्चर लिइहालेछौँ। फेरि भगवान्हरूको पिक्चर पनि रहेछ यहाँ, कुर्सी लगाएर। फेरि मान्छे पनि बसिरहेको थियो, दर्शन गरेर देख्नुहुन्छ पुस्तक। म चाहिँ फेरि बाहिर आएर इन्स्टाग्राममा भिडियो बनाउनाले अगाडि बढ्दैछौँ। फेरि अगाडि बढ्दैछौँ। यो चाहिँ धर्मशाला है, पछाडिको मेरो पछाडि चाहिँ धर्मशाला छ, हेर्न सक्नुहुन्छ। मैले हात लगाएर चाहिँ अगाडि बढ्दैछु। मेरो साथी पनि पछाडि आइरहेछ। यो पछाडिको चाहिँ धर्मशाला हो। यस्तो भ्यू छ पछाडिको। त्यसपछि अगाडि बढ्दैछौँ हामी। यहाँ चाहिँ घुम्नेको जग्गा एकदम राम्रो फेरि छ। त्यसपछि हामीले भिडियो बनाएर इन्स्टाग्राममा। त्यसपछि यहाँ घर जान्छौँ भनेको त फेरि रोडमा हामीले फेरि बाइक चलाउँछौँ भनेको त फेरि यहाँ जाम मिलिहाल्यो। जाम मिलेपछि हामीले आधा घन्टा